लगिनँ म एक दुईवटा डेमो आँखाले पढ्दै भएन अब अघिल्लोचोटिसम्म चाहिँ म आफै योचोटि चाहिँ तपाईँहरूले आफूले पढ्नु भयो भने चाहिँ उठिदिनु पर्छ। त्यो चाहिँ कोर्टको डेकोरम हो क्या। श्रीमान अलिक पछि आउनुहुन्छ नि हामी बसेर अध्ययन गरेर फाइल पठाइराखेका हुन्छौँ, श्रीमान ल्यास आउनुहुन्छ उठ्नु। श्रीमानलाई कालो कोट, कालो प्यान्ट, कालो जुत्ता, पुलिस गरेर तुनालो भयो। 5वटा तुना भन्छ हाम्रो काउन्सिलको उसले। तपाईँहरूले म्याक्सिमम् अहिले चाहिँ 5 गतेसम्म तपाईँहरूले आफ्नो नजिक मात्रै पढ्ने, 6 गतेबाट चाहिँ सर्वोच्च अदालतले प्रतिपादन ठिक छ भने सिलाउनुहोस्, आजदेखि भ्याइन्छ। लेडिजहरूको लागि चाहिँ माथि टप एउटा कोट मात्रै सिलाएको, जेन्ट्सको लागि चाहिँ कालो प्यान्ट। मेरो इन्टरभ्यूको बेलामा चाहिँ के भयो मतलब त्यस्तो छ भने चाहिँ तपाईँहरूले क्विकली आजदेखि गर्नु, जति पनि भ्याउनु 5 गतेसम्म मजाले सर्ट प्यान्ट सबै सिलाउनु। उसलाई माथि मिनार दिने कि नदिने भन्ने प्रश्न उठाउनु भएको थियो भारती शेर्पाले। रिट निवेदन परमादेश र उत्प्रेषणको आदेश मान्न गएको थियो। त्यसमा सर्वोच्च अदालतले के भन्यो, राइट चाहिँ हाम्रो लेजिस्लेचरलाई मात्रै छ। यहाँ अलिकति कानुन संशोधन भएको जस्तो देखिया भएको हुनाले अर्को रिट गएको थियो। अर्को रिटमा चाहिँ हेरेसो डिम्पल उसलाई नवपरासीको मान्छे हो, रूपन्देहीमा समाजको लागु अवसरसम्म यसको कार्यले मेन्टेन गर्ने। अब मोबाइल चलाइराख्ने, बेला बेलामा छानिराख्ने, जसन हुने, अब कत्तिमा कल्लेन डोनाल्ड ट्रम्पले नै फोन गरेर त्यसो चाहिँ गर्नु भएन। त्यो कुरालाई मेन्टेन गर्ने। दोस्रो भनेको तपाईँले कम्प्युटर पढेर जाने, त्यहाँ गएर पढ्ने होइन, उठ्दिनु भएन। धनकुटा होइन रूपन्देही भनेर यति गरेर चिट दिएपछि श्रीमान मैले तथ्यलाई अलिकति संशोधन गर्न चाहन्छु। धनकुटाबाट भने श्रीमान यसलाई चाहिँ यो तथ्य चाहिँ यसरी भुल भएको हुनाले मान्छे पनि मान्छे हुन्छ त्यहाँ भन्दा त्यस्तो साह्रैले हामीले गर्दैनौँ। र पनि अरू कुरा अन्य गरी केही पनि हुँदैन। तपाईँहरूले साथीलाई सोध्ने होइन, केही चिज छ भने जस्तो बसको क्रममा केही चिज साथीले छुटाउन आँट्यो तथ्य पनि बस गर्नु पऱ्यो भने प्रतिवादीबाट गर्नु पऱ्यो भने तपाईँहरूले एकदम एकैछिन तयारी हुनुपर्ने हुन्छ। र साधारण क्षेत्राधिकार भन्दाको अब साधारणको लोकमा सम्बन्धित सर्वोच्च अदालत चलिसकेको हुँदा सम्बन्धित सर्वोच्च अदालत नै बिहान क्रूर अपराध गरेको अपराधीले कैद मिना गर्न नमिल्ने उल्लेख गरेको छ। त्यसै गरेर 5 फैसलाले त्यसलाई क्रूर तथा अमानवीय भनेर पनि उल्लेख गरिएको छ। त्यसै गरेर दफा 37मा यसैको दफा 37मा चाहिँ कैद कट्टा गर्न नमिल्ने भन्ने कानुन पनि। सम्मानित इजलास समक्ष बहस पैरवी गर्नको लागि उपस्थित भएकी छु। भारती शेर्पा विरुद्ध राष्ट्रपति कार्यालय समेत टिकल ढकाल भएको रिट निवेदनको तथ्यगत बेहोरा त्यो सम्मान फर्किन्छ त तपाईँले भनेको उसलाई चाहिँ छोडिदिँदै जाने होइन। त्यति मात्रै होइन श्रीमान, हाम्रो संविधानको प्रस्तावनाले नै मानव अधिकारको सुधार भएको हो। अब उसलाई पनि अपराधको पश्चाताप बोध भइसकेपछि मौका उसले पनि सुध्रिने मौका पाउनुपर्छ। उसले पनि समाजमा शिक्षा गर्दै थप प्रश्नहरू यसमा जोड्न चाहन्छु। स्थापना गर्ने आवश्यकतालाई विचारमा राखी जुन निर्णय भएको छ त्यो सर्वसम्मत निर्णय छ। जुन रिट निवेदन भएको छ त्यो खरेजमा प्रतिपादन हुन पाउनु, पुनर्स्थापना हुन पाउनु भनेको हरेक नागरिकको संवैधानिक हक रहेको समेत व्यवस्था रहेको छ। छोड्न चाहिँ किन पर्छ? समावेश मुद्दामा लिगल ढकालको कानुन व्यवसायको तर्फबाट म न्याय अधिवक्ता पक्षाधिकारी बस पैरवी गर्न कुरा जोड्न चाहन्छु। नेपालको संविधानको धारा 276 बमोजिम कैद माफी गर्ने विशेष अधिकार दिएको हुँदा न्यायिक पुनरावलोकन विषयभन्दा बाहिर गयो। धारा 1 ले संविधान देशको मूल कानुन हो कुरा समेतलाई अनदेखा गर्यो। संविधानभन्दा कानुन ठुलो चौधरीको मुद्दा जोड्न चाहन्छु, जहाँ रेशम चौधरीलाई पनि आममाथिबाट त्यो त सबजुडिस छ त। अदालतमा विचाराधीन मुद्दालाई कसरी उसलाई चाहिँ उसको मानव अधिकारलाई हनन गर्नु हुँदैन, त्यसो भए त कानुनको खारेज दिनुपर्छ त्यसो भनेर। भए त कानुन खारेज गर्नुपर्ने। अब यी कानुनहरूको त के औचित्य रह्यो त? के हामीले विधायिकालाई यो कानुन खारेज गरौँ भनेर निर्देशन दिनुपर्ने हो कि कसो? आफ्नो परिचयमा अझै पनि तपाईँहरूलाई
समस्या छ। म रिगल ढकाल अथवा भारतीय शेर्पा कसको तर त्यस पछाडि विष्णु सरले सुरुमै पछिका साथी भनिदिनु भयो। हामी साथी सङ्गी दाजुभाइ दिदीबहिनी बाबुआमा काका भतिज कोही होइन। मैले पुनरावेदन गरेर अदालतले मलाई निर्दोष पनि गर्न सक्थ्यो श्रीमान, यसै गरी भन्न सक्नुहुन्थ्यो नि त, मलाई निर्दोष पनि भन्न सक्थ्यो र पनि म सुध्रिन चाहेँ श्रीमान। अनि तपाईँले याद गर्नुहुन्छ जान्नुहुन्छ यी कुराहरूलाई तपाईँले कोट गर्ने। त्यस पछाडि मेरो भन्न खोजेको त्यो होइन नभन्ने श्रीमान, म यसलाई यसरी प्रकाश पार्ने अनुमति चाहन्छु श्रीमान भन्ने। म आउँछु श्रीमान भन्छन् नि, थाहा छ तर कहिले आउँदैनन् होइन। यी कुराहरूलाई तर्क दिँदाखेरि नरम भएका कुराहरू आउँछ, कन्स्टिट्युसनल सुप्रिमेसीका कुराहरू आउँछ। त्यसरी भन्दा चाहिँ 110 अलिकति सुनिएन भन्ने अरू सिद्धान्त चाहिँ सबैजना हाम्रो साथीहरू आएन है, सबैजना त्यो चाहिँ गर्नु पऱ्यो। अनि अर्को पनि मैले नदेखेको कानुन स्पष्ट रूपमा चाहिँ यो कानुनको आधारमा चाहिँ यो हुनुपर्छ। जस्तो माग्दा पनि दिँदाखेरि दुवै पक्षले यो कानुन भन्ने स्पष्ट रूपमा कानुनको रूपमा कानुनी भाषा नै भनेर चाहिँ भन्नु भएन। लास्टमा सरले कानुनमा हाम्रो चण्डिका प्रसाद त्यति नै खेर तपाईँहरूलाई सकभर ती तीनजना विद्वान मित्रले तथ्यलाई पूर्ण रूपले राखिसकेको कारणले म चाहिँ तथ्यको कुरा सँगसँगै म नजिरमा जान्छु, कानुनमा जान्छु। तथ्यलाई पनि अलिकति त्यो पूर्व विद्वान मित्रले छुटाउनु भयो, त्यो तथ्यलाई चाहिँ उजागर गर्दै म कानुनमा लाग्छु भनेर त्यसरी तपाईँहरूले गर्ने र माग्दा विषय नै धन्यवाद भनेर तपाईँहरूले टुङ्ग्याउने गर्नु पऱ्यो र समग्रमा तपाईँहरूको ठिक छ। र अनि एउटा कस्तो भने राम्रो पोजिटिभ तरिकाले सोचिदिनु भने म्यासेक्का हाँस्दिहाल्ने भनेको त्यो दुइटै नगर्नु भयो। एकदम सरिफ भएर आफ्नो ठिक्क आफ्नो जे लेभलबाट तपाईँ सुरु गरिरहनु भएको छ धेरै नसके नि थोरै घटाउन सक्छौँ भन्ने दृष्टिकोणबाट चाहिँ हामी अदालत गएको हुन्छौँ। त्यो भइसकेपछि त्यो कुराहरूलाई मध्यनजर गरिदिनु होला र सबैभन्दा ठुलो कुरो जिउ कसैले ढुङ्गा खसायो भने त्यसलाई नागेर जाने हो अथवा लाताले हानेर त्यसलाई खसालेर जाने हो। त्यही भएर बहस के हो अरे कला। त्यो कला चाहिँ बहुत गर्नको लागि हरिमाया डिम्पल जेनी भन्ने हरिमाया गुरुङ र रोशन 4 ग्राम 300 मिलिग्राम लागु औषध पसार गरिरहेको अवस्थामा 3 ग्राम 400 मिलिग्राममा त्यो सो अभियोगमा सोही ऐनको दफा 14 को घ ङ च को तथ्य र नजिक सिद्धान्तहरू भनिसकेको हुँदा म कानुनलाई टेकेर मेरो आफ्नो चाहिँ कुराहरू राख्न चाहन्छु। जसमा लुकाएर ल्याएको लुकाएर लिएर आएको ब्राउन सुगर मुद्दामा म आकाङ्क्षी अधिवक्ता पुष्प खड्का मेरो पक्ष हरिमाया गुरुङको तर्फबाट सम्मानित इजलास समस्या बहस परिपूरणको लागि उपस्थित भयो। जेनी भन्ने जेनी र रोशन भर्ती अवस्थामा ड्युटीमा खटिएको प्रहरी जवानहरूले निजहरूको शरीर खानतलासी गर्दाखेरि चप्पल र दाहिने खुट्टाको चप्पल र पाइतालाको बिचमा भएको मेरो पक्ष डिम्पल जेनी भन्ने हरिमाया गुरुङ समेतले लागु औषध रूपन्देही जिल्ला अदालतबाट मिति 2082 8 महिना 30 मार्च खुन्सेक आदेश भएको हुँदा उक्त आदेश बेरिक कुरा छ। लागु औषध चाहिँ खुट्टा मुनि लुकाएर किन ल्याउनु भयो भन्ने कुरालाई चाहिँ आधार मानेर भन्नुभयो। त्यसमा चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि उहाँको यो इलोजिकल अल्कोहल खाएर गरिरहनु भएको छ भने तपाईँ अभियसली त्योबाट भाग्न खोज्नुहुन्छ। त्यस्तै गरी उहाँहरू अलरेडी नै सेवन गरिसकेको हुँदा त्योबाट भाग्न खोज्नलाई चाहिँ उहाँहरूले भनिसक्नु भएको हुँदाखेरि चाहिँ म अहिले नेपालको संविधान कानुन र प्रिन्सिपलहरूलाई चाहिँ बेसिस बनाएर यहाँहरूमा प्रस्तुत गर्दछु। नेपालको संविधानमा चाहिँ कारोबारमा चाहिँ सजाय दिएको कारणले गर्दा चाहिँ मैले यो संविधानको धारा 20लाई यहाँ उल्लेख गरेको हुँ र मुलुकी अपराध संहिता 2000 प्रतिवादी हरिमाया गुरुङलाई लागु औषध नियन्त्रण ऐन 2033 को दफा 4 को खण्ड घ लागु गर्ने राख्ने वा ओसार पसार गर्ने अभियोजनमा सोही ऐनको दफा 14(1)(6)
श्रीमान साबिती दिम्पल जेनी र रोशन घरती मगरले दिइसकेको अवस्था छ। यो भनेको मतलब केवल 7 मात्र हो। त्यही कारणले 14(1)(6)(1) बमोजिम चाहिँ हुनुपर्ने होइन श्रीमान। र पहिलोपल्ट उनीहरूलाई यसरी पक्राउमा परेको कारणले गर्दाखेरि न्यूनतम सजाय दिनुपर्ने हो। अन्य पनि मान्छेहरूलाई धेरै अन्याय पर्ने भएको कारणले गर्दा श्रीमान उहाँलाई सेवनमा मात्रै सजाय गरौँ र सेवनमा मात्रै सजाय होस् भन्ने म मेरो केसमा यही रेस्ट गर्न चाहन्छु। सुरु त मेरो विपक्षी विद्वान मित्रले के भन्नुभयो भन्दाखेरि खानु मात्र र त्यति नै मात्र बेच्ने नै हो भने उहाँले मेरो पक्षले आफै पनि खाएर वा सेवन गरेर आउनु हुँदैन थियो। उहाँको कल रिपोर्ट उहाँसँग भएको अर्डर नलाएको भनेर होइन छैन हो भन्ने तरिकाले बोल्नु भयो। श्रीमान यो कुरा यस्तो हो भनेर जान्नु यो कुराहरू एकदम ख्याल गर्नु होला। सम्मानित इजलासमा शेषपछिको लिखत बदल गरी हक कायम मुद्दामा बादमै भिन्न भई अंशली भिन्न भयो छुट्टी भिन्न भएको उहाँ र जमुना स्वर्गारोहणपछि पिता दौलदेव जोशीको स्वर्गारोहणपछि मेरो अंश हकको लागि मालपोत कार्यालयमा नामसारी गर्न जाँदा उहाँबाट मलाई थाहा भयो कि आफ्नो सम्पत्ति दिनलाई पनि चाहिन्छ निजी दिनलाई पनि यहाँ हाम्रो चाहिँ देवानी संहिताको 4 घर व्यवहारको लागि सबैको सम्पत्ति बिक्री गर्न सकिने भनेर चाहिँ जानकारी गराएर यसको प्रकाश पत्र लिखत बदर कायम मुद्दामा स्वर्गीय पिता रोलदेव अंशबन्डा सम्बन्धी महल दफा 219 मा अंशबन्डा नगरी सम्पत्ति दिन पाउने व्यवस्थामा प्रतिबन्धात्मक वाक्यांश उपधारा 2 मा आफ्नो हक भागमा पर्ने हकसम्मको सम्पत्ति अन्य अंशियारलाई मन्जुरी नभए पनि कुनै अंशियारलाई दिन। म कानुन व्यवसायी विभूषण र म मागदाबी खण्डमा चाहिँ हाम्रो विपक्षी तर्फबाट प्रतिनिधित्व गर्नुभएको विद्वान व्यवसायीहरूले भन्नुभएको केही कुराहरू खण्डन गर्न चाहन्छु। जस्तै उहाँहरूले आफू खुसी गर्न नपाउने भन्ने जुन किसिमको जिकिर लिनुभयो त्यसलाई चाहिँ हामीले मुलुकी देवानी संहिता 2074 को दफा 256(2) अनुसारको प्रावधान हेऱ्यौँ भने आफू खुसी गर्न पाउने अधिकार रहेको छ। त्यो जिकिर पनि खण्डन योग्य रहेको निवेदन गर्न चाहन्छु श्रीमान। र त्यस्तै गरेर प्रसङ्गवश उहाँहरूले अपुतालीको पनि एउटा प्रसङ्ग ल्याउनु भएको छ। त्यसमा चाहिँ के छ भन्दाखेरि व्यवस्था अनुसार चाहिँ मुलुकी देवानी संहिता 2074 अनुसार त्यसको 2041 दफा 241 माफ गर्नु होला 241 ले चाहिँ स्याहार सम्भार गर्ने 2074 को दफा 122 मा आमा बुबालाई आधार सम्मान हेरचाह गर्नुपर्ने गरी कानुनी कर्तव्य तोकेकोमा त्यसैले यो सम्पत्तिको लागि मात्रै विपक्षीवादीले सम्पत्तिको लागि यो मुद्दा यो शेषपछिको पक्षपत्र लिखत बदल मुद्दा दायर गरेको हुँदा मुलुकी देवानी संहिता 2074 को दफा र सोही ऐनको दफा 9 बमोजिम अरूलाई माग रहेको छ श्रीमान। यति भन्दै अरू बाँकी विषयमा सहकर्मी मित्रले स्पष्ट पार्नुहुनेछ भन्दै मेरा विषयहरू अन्त्य गर्दछु। जोशी शर्माले आमाको मृत्यु पश्चात बाबुलाई एक्लो भएपछि आफैले आफ्नै घरमा ल्याई स्याहार सम्भार गरी बाबुले स्याहार त्यो हुनाले यो लिखत बदल गर्नुपर्छ भनी परेको फिराद प्रथम दृष्टिमै खारेज योग्य छ। तसर्थ साथसाथै मुलुकी देवानी संहिता 2074 को दफा 241 र 243 मा भएको कानुनी व्यवस्था अनुरूप अपुतालीको हक स्याहार सम्भार गर्नेको गरे स्याहार सम्भार गरे औषधि उपचार गरे उहाँलाई निमोनिया लागेको बेला पनि ग्रान्डी हस्पिटलमा लगेर उपचार गरे र त्यसको बिल भरपाई समेत कानुनी दफा 21 र 22 बमोजिम दाबी गर्नेले प्रमाणको भार पुर्याउन पर्ने कानुनी व्यवस्था बमोजिम मेरा पिताले राजी खुसी नै मोहित जोशीले मेरो पक्षलाई आफैले सम्पत्ति चाहिँ बकस गरिदिनु भएको हो। साथसाथै अर्को कुरा के स्पष्ट पार्न चाहन्छु श्रीमान भन्दा 2008 छिनिने गरी सबै सम्पत्ति आएको होइन श्रीमान। साथसाथै यसै कुरालाई हिन्दू विधिशास्त्रको दया भागा स्कुल अफ थटले पनि अंशमा नाता महत्त्व भत्ता मानिएको छ।
साथसाथै स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने, तर मरेपछि केवल नाताको हकदार देखाएर अपुतालीको सम्पत्ति भएको हुनाले त्यो सम्पत्तिको अधिकार नेपालको संविधानको धारा 20 मेरो बहस अब तपाईँहरूले के थाहा पाइसक्नुभयो भने अन्तिममा आइसकेपछि सबैले गरेको गल्तीलाई एउटा गल्ती चाहिँ सबैले गरिराख्नु सम्पत्ति अथवा त्यसरी हामीले जेन्डरिफिकेसन गरिसकेका छैनौँ अब हामी त्यहाँबाट माथि उठ्छ यसर्थ यस्ता कुराहरू कानुन र सिद्धान्तलाई तपाईँले उन्नी बेलामा पनि सहकर्मी छैनौँ हामी कानुन कर्मी मात्रै भएको हुनाले पूर्ववक्ता विद्वान नै भन्ने शब्द प्रयोग गरिदिनु भयो भने राम्रो हुन्छ। प्रमाण चाहिँ अभ्यास न यी कुराहरूलाई ख्याल गर्नुभयो भने त्यो आर्गुमेन्ट बुझ्ने सन्दर्भमा तपाईँहरू दुईजनामा आइपुग्दाखेरि एकदमै राम्रो थियो। यो त मार्किङ हो नि, एक एक पोइन्ट चोर्ने कुरा हो। तपाईँहरूले एक पोइन्टले धेरै तलमाथि हुन्छ। याद गर्नुहोस् तपाईँहरूको अब के भन्छ त्यो बारको लाइसेन्स नम्बर आउँदाखेरि पऱ्यो क्या 24,001 हुनुभन्दा त 23,949 भएको धेरै आउनु 1.5ले गर्छ क्या त्यो डिटरमाइन। यो चाहिँ यसो याद गर्नु हो। जोशी श्रीमान मेरो हक प्राप्त हुने सम्पत्ति त जस्तो नाटक गरेर श्रीमान सम्पत्ति त आफ्नो नाममा स्वा मेरो हक पार्ने जुन लास्टमा आएको अनि इजलाससँगको आई कन्ट्याक्ट र आफ्नो पक्षसँग याद गर्नु होला। अस्ति हामी चौतारा सिन्धुपाल्चोक गएको थियौँ। विपक्षी मेरो पक्ष जसको तर्फबाट